बोक्सी हुन्छन् कि हुँदैनन्? बोक्सी हुन्छन्, बोक्सी हुन्छन् र बोक्सा पनि हुन्छन्। मान्छे भए बोक्सा हुन्छन्, मान्छे नभए बोक्सी हुन्छन्। बोक्सी र बोक्सा भनेका अज्ञानी हुन्छन्, ज्ञानीका बोक्सा र बोक्सी हुँदैनन्। देवता भएका ठाउँमा बोक्सा बोक्सी हुँदैन। अज्ञान भएका ठाउँमा, अविद्या भएका ठाउँमा, डर भएका ठाउँमा, भय भएका ठाउँमा बोक्सा बोक्सी आफ्नै छाया बोक्सी हुन्छ। आफ्नो छाया आफूले खान्छ, आफ्नै माया आफूलाई खान्छ र आफ्नै कमजोरी। जसमा हृदयमा प्रकाश छ, ज्ञान छ, विद्या छ, त्यहाँ बोक्सी हुँदैन। जहाँ ओम भूर्भुवः स्वः भन्ने गायत्रीको जप हुन्छ त्यहाँ बोक्सी हुँदैनन्। जहाँ गणानान्त्वा गणपति हुँ भनेर गणेशको उपासना हुन्छ, सरस्वतीको उपासना, देवी देवताको उपासना हुन्छ, त्यहाँ बोक्सी हुँदैनन्। जहाँ भूतो देवता, प्रेतो देवता, राक्षसो देवता, फलानु भन्ने देवता, त्यहाँ बोक्सी हुन्छ। त्यहाँ ओम अग्निर्देवता, वातो देवता, सूर्य देवता, चन्द्रमा देवता, वसवो देवता, रुद्रा देवता, आदित्य देवता, मरुतो देवता, विश्व देवा देवता, बृहस्पति देवतेन्द्रो देवता भन्ने जहाँ देवताको चर्चा हुन्छ, पूजा हुन्छ, जहाँ वेद पाठ हुन्छ, त्यहाँ भूत प्रेत बोक्सी हुँदैनन्।